एक्सपोनेन्शियल इक्वेसनको क्वेसन हाम्रो अगाडि आज ले एक्सपोनेन्शियल इक्वेसनमा हामी हेर्दै छौं कन्स्ट्यान्टको पावर चाहिँ के छ भेरिएबल छ यहाँ पनि कन्स्ट्यान्टको पावर के छ सबै ठाउँ तिम्रो त्यही हेर्दै अब यहाँ हामीले यस्तो सिचुएसनमा भेरिएबल x को भ्यालु निकाल्नु पर्यो ओके अब यस्तो बेलामा के गर्नु 2 को पावर 3x 5 a पावर x 2 by 2 पावर x 2 a पावर 1 x अनि यतापट्टि कति बच्यो 1 यसलाई मैले यतापट्टि लेखेँ यो हुन्छ हो सर अब हामीहरु यहाँ हेरौं यो दुईटाको बेस चाहिँ के छ सेम छ अनि यो दुईटाको बेस पनि के छ अब बेस यदि सेम भयो भने हामीहरु इन्डिसेसको रुल लगाउन सक्छौं इन्डिसेसको रुलमा हामीलाई थाहा छ a पावर m by a पावर n बराबर a पावर कति हुन्छ अब हामीले त लगाइदिउँ 2 पावर 3x 5 minus x minus 2 बराबर छ इन्टु a पावर x minus 2 1 minus x equals to कति भइहाल्छ अब यसपछि हामीहरु ब्र्याकेटले तोलौं 3x 5 minus x अनि माइनस माइनस प्लस 2 इन्टु a पावर x minus 2 minus 1 अनि माइनस माइनस के हुन्छ प्लस इक्वल्स टु लगायो यतिसम्म ठीक छ अब यो सब्ट्र्याक्ट गरेर कति आउँछ यहाँ 2 को पावर 3x बाट x गयो भने कति आउँछ अनि माइनस 5 मा प्लस 2 जोड्यो भने कति आउँछ 3 माइनस 3 त्यस्तै a x मा x जोड्यो भने कति आउँछ 2x अनि माइनस 2 मा माइनस 1 जोड्यो भने कति आउँछ के छ यहाँ अब यहाँ हेर 2 को पावर पनि 2x 3 छ a को पावर पनि 2x 3 छ अब हामीहरु यसले 2a को पावर 2x 3 लेख्न सक्छौं सक्दैन अनि यतापट्टि 1 छ 1 लाई म 2a को पावर कति लेखिदिए 0 अब यो दुईटैको बेस चाहिँ के भयो 2a हैन अब यसले लेख्ने 2x 3 इक्वल्स टु कति 0 और 2x इक्वल्स टु 3 therefore x इक्वल्स टु कति भइहाल्छ 3 by 5